भएको सम्पूर्ण सबै मण्डली परिवारहरूमा कृष्णानो अभिवादन साथै जय मसीह। आज तपाईहरुको माझमा चाहिँ परमेश्वरको जीवित वचनलाई लिएर यहाँ उपस्थित भएको छु अनि तपाईहरु सबैजनाले रुतको पुस्तकलाई पढ्नु सबैजनाले निकाल्न सक्नुहुन्छ यो समय अनि यहाँबाट हामी केही कुराहरू हेर्ने छौं अनि सबैभन्दा पहिला त म यो वचनको निम्ति प्रार्थना गर्नेछु अनि मसँग तपाईहरु सबैजना सहभागी हुनु भएको होस्। धन्यवाद छ जीवित परमेश्वर बाबा, तपाई परमेश्वरलाई म यस गरी धन्यवाद दिदछु प्रभु। तपाई परमेश्वर स्वयं प्रभु यस ठाउँमा यसै घडी प्रभु तपाईको उपस्थिति मेरो साथमा दिनु भएको होस्। शिरदेखिको पाउसम्म प्रभु अनि मेरो ओठ अनि चिप्रो भइकिन प्रभु तपाई परमेश्वर बोल्नु भएको होस्। म आफै त बोल्नु सक्दिन प्रभु, म त एउटा खाली माध्यम मात्रै हो प्रभु, तर तपाई परमेश्वर ममा रहनु भयो भने मात्र प्रभु आज म यो प्रकाशमा जान सक्छु। त्यो कारणले गर्दा प्रभु तपाई परमेश्वरको यस घडी उपस्थिति चाहन्छु प्रभु। जति जना पनि वचन सुन्दै हुनुहुन्छ त्यो छोरा छोरीहरुलाई पनि त्यो सुन्ने हृदयहरु दिनु भएको होस् प्रभु, बुझ्ने सामर्थ्य शक्तिहरु दिनु भएको होस् प्रभु। कति जना दुखी आत्माहरु लिएर आउनु भएको छ अनि आजको वचनद्वारा मलमपट्टि हुन सकेको होस् प्रभु। तपाई परमेश्वरको भारी मात्रामा प्रभु उपस्थिति तपाईको जिउँदो उपस्थिति दिनु भएको होस् भनेर म प्रार्थना गर्छु प्रभु। तपाई परमेश्वरले यस घडी प्रभु मेरो सबै ओठ चिप्रो भइकिन मेरो सारा शरीर अनि यो मेरो साक्षी नै प्रभु मैले हरेक बोल्ने शब्दहरु बाइबल पढाइहरुमा प्रभु तपाई परमेश्वरले सहायता गर्नु भएको होस्। तपाईको डरले उपस्थिति प्रभु यो भगवानमा प्रभु म यस घडी बोल्दछु प्रभु। कुनै पनि डरको आत्माहरु शैतानको आत्माहरु कुनै पनि शैतानको युक्तिहरु प्रभु यसै घडी साच्चै नै दूर गर्दछु प्रभु। तपाईको भारी मात्राको उपस्थिति एक एकलाई प्रभु तपाई परमेश्वरले छुनु भएको होस्, त्यो हृदय दिनु भएको होस्, वचन सुन्ने हृदय दिनु भएको होस् अनि हरेक वचन पढाइमा प्रभु मेरो शब्दमा प्रभु तपाईको महिमा हुनु पर्दछ प्रभु। धन्यवाद छ प्रभु। जुन छोरीले मलाई वचन पढ्नमा सहायता गर्नुहुन्छ त्यो छोरीलाई पनि प्रभु तपाईले सहायता गर्नु भएको होस् प्रभु। धन्यवाद छ वचनको निम्ति प्रभु। तपाई परमेश्वरमा आशीष चाहन्छु येशू प्रभुको नाममा आमेन। हुन्छ है, मैले रुतको पुस्तकलाई यहाँनेर निकालिसकेको छु अनि मलाई आजको दिन चाहिँ मलाई सुनिताले सहायता गर्ने छ अनि मैले उहाँलाई भनेको छु, हेल्प मागेको छु पढ्नको निम्ति। यहाँ पुरानो करारमा चाहिँ कतिवटा नामहरू एकदमै अप्ठ्यारो भएको कारणले गर्दाखेरि मलाई केही सहज बनाइदिनमा मलाई सुनिताले हेल्प गर्नेछ। एकलाई चाहिँ सुनिताले 22 सम्म सर पढिदिनु भयो भने म अनि अघि बढाउने छु। उहिले नै यहाँ यसरी हुन्छ नोआमी र रुत उहिले नै न्यायकर्ताहरूको शासनकालमा देशमा अनिकाल पर्यो अनि यहुदाको बेथलेहमबाट कुनै एकजना मानिस आफ्नो पत्नी र 2 भाइ छोराहरूलाई लिएर मोआब देशबाट आइन्। तिनीहरू बेथलेहममा आइपुग्दा जौको कटनी हुँदै थियो। हालेलुया हालेलुया। यहाँनिर हामी सबैभन्दा पहिला आमाको जीवनमा नुआमीको जीवनमा केही समय हेर्नेछौँ अनि त्यहाँदेखिको हामी रुतपट्टि जानेछौँ। म नुआमीले जति पनि भोगेको त्यो दुःखहरूलाई पनि म आज तपाईहरुको माझमा प्रस्तुत गर्दैछु। आज नुआमी चाहिँ एक परिवार भएकी स्त्री थिइन्। उसको चाहिँ 2 छोरा थिए अनि एक पति थिए अनि उनीहरूको परिवार चाहिँ अब बेथलेहममा चाहिँ केही समयको लागि मात्रै भनेको छ, किनभने एउटा इजरायल चाहिँ एउटा बेथलेहम ठाउँ चाहिँ रोटीको घर भनेर पनि हामीले चिन्दछौँ बुझ्दछौँ। अनि आज केही समयको लागि त्यहाँनेर चाहिँ केही खडेरीहरू लागेको कुराहरू त्यहाँनेर हामीले पाउँदैछौँ। यो चाहिँ हामीले सुरुमै हामीले हेर्ने हो भने फर्स्टमै हामीले पाउँदैछौँ। यो त्यहाँनेर चाहिँ बेथलेहममा चाहिँ अब केही समयको लागि चाहिँ अब खडेरीहरू केही आउँदैछ भन्दै गर्दाखेरि उनीहरू चाहिँ अब त्यो बेथलेहम छोडेर चाहिँ नुआमीको देशमा जाँदछन्। अनि जब नुआमीहरूको देशमा जब अब उनीहरू जाँदैछन् अनि जब त्यहाँनेर जाँदै गर्दाखेरि उसको पति चाहिँ अब त्यहाँनेर मृत्यु हुँदछ। जब त्यहाँनेर जाँदै गर्दाखेरि उसको पति मृत्यु हुँदै गर्दाखेरि एबिमेलेकको चाहिँ अब त्यहाँनेर के हुँदछ भने मृत्यु हुँदछ। अनि जब उहाँको मृत्यु हुँदैछ त्यस पछाडि त्यहीँनेर बस्दै जाँदाखेरि अनि अब उसको 2 छोराको चाहिँ मोआबी स्त्रीहरू त्यहाँको चाहिँ
स्त्रीहरूसँग मोआबी स्त्रीहरूसँग चाहिँ अब विवाह हुँदछ। अनि जब विवाह हुँदछ त्यहाँनिर विवाह भइसकेपछि फेरि 2 जना छोराको पनि मृत्यु हुँदछ। अनि एउटा आमाको जीवनमा कत्रो धेरै त्यो पीड होला यसो सोच्ने हो भने हैन। अब आफ्नो एउटा देशदेखिको हामी एउटा देशमा नानीहरूलाई लिएर गएर चाहिँ एउटा आमाले चाहिँ एउटा पति गुमाउनुको पीडा, त्यहाँदेखिको फेरि पनि उसले 2 सन्तानलाई पनि अब त्यहाँनिर गुमाउँदै गरेको पीडा हैन। अनि उसको त्यो हृदयमा चाहिँ कस्तो भएको थियो होला। अनि म यो कुराबाट चाहिँ एउटा कुरा सोचिरहेको थिएँ, आज बेथलेहेम जस्तो ठाउँमा बसिरहेको थियो भने त्यो परिवार गुम्नु परेको थिएन होला, सायद गुम्ने थिएन होला। किनभने परमप्रभुले उनीहरूलाई आशिष दिनुहुने थियो एक दिन। उतार तनाव भनेको त कसलाई आउँदैन थियो होला र जीवनमा, तर सहनु सक्ने सहनु नसक्ने त्यो कुरामा फरक पर्दछ। अनि रुथको पुस्तकले चाहिँ आज हामीलाई एउटा कुरा के हामीलाई बुझाउँदछ भने रुथ चाहिँ एक मोआबी स्त्री थिइन्। रुथको विवाह एक इजरायलीसँग भएको थियो। रुथले आफ्नी यहुदी सासूप्रति अचम्मको प्रेम र अद्भुतसँगले भक्ति देखाएकी थिइन्। रुथले चाहिँ इजरायलीको परमेश्वरप्रति ठुलो आदर गरेकी थिइन्। अनि त्यहाँदेखिको उनी सासूकै देशमा पनि जानको लागि राजी भएकी थिइन्। आमेन, आमेन। रुथ चाहिँ बेथलेहेमको थिइनन्, रुथ चाहिँ अर्कै ठाउँको थिइन्। तर पनि उसले चाहिँ सासूप्रति उसले जब उसको श्रीमानहरू बितेको त्यो कुराहरू अहिले म आउँदछु, तर पनि उसले चाहिँ के गरेको छ भने ती भक्तिहरू देखाएकी छिन्, परमेश्वरसँग ठुलो आदर देखाएकी छिन्। किनभने के कुरा चोइस गर्नुपर्ने हो भन्ने कुरा चाहिँ यहाँनिर हामीले रुथले चाहिँ त्यो कुरालाई पक्रेको कुराहरूलाई हामी देख्दछौँ। अनि साँच्चै नै यो रुथको पुस्तकबाट अनि अर्को कुरा हामीले के पनि बुझ्न सक्छौँ भने एउटा परमेश्वरले चाहिँ साधारण भन्दा पनि साधारण मानिसहरूलाई र घटनालाई पनि आफ्नो काममा प्रयोग गर्नु सक्नुहुन्छ भन्ने कुरालाई हामी पाउँदछौँ। अनि बेथलेहेमबाट कुनै एकजना मानिस आफ्नो पत्नी र दुई भाइ छोराहरू लिएर मोआबीको देशमा केही समयको लागि भनेर बस्न गए। अनि त्यस पछाडि त्यसको मृत्यु हुँदै गए पछाडि अनि त्यहाँनिर यस्तो हुँदछ कि जब उनीहरूको त्यो घटना घट्यो त्यहाँदेखिको उनीहरूलाई अब एकदम धेरै कतिचोटि पछुतो भन्ने कुराहरू चाहिँ हामी जब पढ्छौँ अनि मात्रै हामीलाई थाहा हुँदै गएको हुँदछ। जब हामी प्रशस्तै छ भने चाहिँ हामीलाई त्यो कुरा थाहा भएको हुँदैन। अनि तर अब यहाँनिर चाहिँ के हुँदछ अरे परमप्रभुले आफ्ना मानिसहरूको हेरचाह गरेर तिनीहरूलाई भोज दिनुभएको छ भन्ने कुरा जब तिनले मोआबी देशमा सुनिन् तब मोआबी र तिनका बुहारी त्यहाँबाट घर फर्कन तयार गर्न लागे। अनि अब जब उनीहरूलाई केही कुराको अब त्यहाँनिर पनि अभाव जब हुँदै जाँदछ अनि त्यस समयमा चाहिँ अब फेरि पनि अब चाहिँ नहुने रहेछ यहाँ यो ठाउँमा पनि बसेर भन्ने कुरा अब उनीहरूलाई के हुन थाल्दछ। एउटा आमाको हृदयमा एउटा दुखी भएर एउटा बसिरहेको आमा एउटा छोरालाई पनि गुमाइरहेको अनि यता आफ्नो पतिलाई पनि गुमाइरहेको अनि उसको बुहारीहरू छन् उसँग साथमा। अनि अब कतिवटा कुराहरूबाट निराश भएर एकदम गलेर थाकेर बसेको अवस्थामै हुनुहुन्थ्यो होला है सायद। अनि त्यस्तो टाइममा चाहिँ अब कुनै यो ठाउँमा चाहिँ अब के कुराहरू दिँदैछ मोआबको देशमा चाहिँ के कुराहरू हुँदैछ भन्दै गरेको कुराहरू सुनेर चाहिँ अब उनीहरू चाहिँ त्यहाँनिर फर्कनको लागि चाहिँ तयार हुँदै गर्दाखेरि अब हामीले यता तल आएर पढ्ने हो भने अघि नै हामीले पढिसकेको छौँ, म दोहोऱ्याउँदिनँ। अनि त्यहाँनिर चाहिँ जब अब जाने क्रममा चाहिँ अब उसको सासूले चाहिँ उसको बुहारीलाई के भन्दछ भने हेर तिमी अब जाऊ फर्केर, तिम्रो पनि अब उमेर छ होला है सायद यस्तै कुराहरू चाहिँ तिम्रो पनि एउटा घरबार होस्, तिम्रो परिवार होस्। सासूले यसरी बोलिरहेको छ तिम्रो परिवार होस्, तिम्रो घरबार होस्, तिमी माइत फर्केर जाऊ। अब तिमी म
मलाई एक्लै छोडिदेऊ, तिमी जाऊ भनेर ए मेरा छोरीहरू हो भनेर उसले चाहिँ छोरी भनेर सम्बोधन गरेको छ आफ्नो बुहारीलाई। ए मेरो छोरी हो। कति धेरै असल ठुलो हृदय होला है त्यो आमाको। एउटा आफू पनि विधवा अवस्थामा रोएर, ती पनि आफू एक्लै अवस्थामा रोएर पनि आफ्नो बुहारीहरूलाई तिमी विवाह गरेर जान्छौ भने पनि तिमी चाहिँ माइततिर तिमी घुरेर गयो भने तिम्रो चाहिँ भविष्य त्यता हुँदछ भनेर केही समयको लागि उसको लागि बुझिदिएको कारणले गर्दाखेरि त्यस्तो भन्दै गर्दाखेरि त्यहाँनिर अब ओर्पा र ओप्रा भनी पठाउँदो रहेछ। सरी त्यसमा बेला बेला त्यस्तो खालको शब्द बोले भने बुझिदिनु होला, ओर्पा हो। अनि ओर्पाले चाहिँ त्यहाँनिर के भनेको छ भने जब आमाले चाहिँ ए छोरी तिमी अब जाऊ फर्केर तिमी माइतमा गएर तिम्रो राम्रो होस् भनेर चाहिँ जब सासूले त्यसरी चिताउँदछ तब ओर्पा चाहिँ आफ्नो सासू कहाँ गएर चाहिँ अङ्कमल गरेर टाँको छोडी रोएर चुम्बनको साथ चाहिँ ऊ चाहिँ के गर्दछिन् भने फर्किन्दछिन्, उसको चाहिँ आफ्नो माइतीपट्टि फर्किन्दछिन्। तर रुथले चाहिँ के गर्दछिन् भने रुथले चाहिँ होइन आमा होइन त्यसो नभन्नुहोस्, मलाई तपाईँले त्यसरी जानु भनेर त्यसरी ढिपी नगरिदिनुहोस्। तपाईँको प्रभु मेरो पनि प्रभु हुनेछन्, तपाईँको मानिस मेरो पनि मानिस हुनेछन्, तपाईँको इष्टमित्र मेरो पनि इष्टमित्र हुनेछन्। तपाईँले मलाई आफ्नो घर फर्केर जा भनेर ढिप्पी नगरिदिनुहोस् भनेर चाहिँ अब रुथले चाहिँ एकदमै धेरै भन्दा पनि धेरै भनेको छ है बाइबलमा। तिनले यति धेरै ढिप्पी गरेको कारणले गर्दा मैले पनि उसलाई जा भन्नै सकिनँ भन्नुभएको छ है आमाले चाहिँ। त्यहाँनिर हामीले तल यहाँनिर पढ्दै गयौँ भने त्यहाँनिर चाहिँ तिमी जाऊ तिम्रो घरबार बनाऊ, तिमी माइत जाऊ गएर बस, मेरो पछि पाएर तिमीले के पाउँछौ? म त बुढेसकालले छोएको एउटा वृद्ध आमा हो नि बुहारी, मैले आजै राति विवाह गरेर मेरो सन्तान जन्मे भने पनि ती सन्तानहरू हुर्किँदा बढ्दा त तिमी त बुढी भइसकेको हुन्छौ। होइन छोरी होइन, तिमी फर्क, तिमी मसित होइन तर तिमी तिम्रै ठाउँमा फर्क। मैले आजै राति विवाह गरेर मैले मेरो सन्तानलाई जन्म दिएर तिमीलाई मैले बुहारी अपनाउला अरे, तर तिमी त्यस्तो हुँदैन छोरी, त्यतिखेरसम्ममा तिमी बुढेसकाल भएका हुन्छौ र म पनि धेरैभन्दा धेरै वृद्ध भइसकेको छु छोरी, त्यो कारणले गर्दाखेरि तिमी फर्क भनेर कति मजाले उसले पनि आफ्नो बुहारीले राम्रै हो सायद उसको उमेर त मेरो त एउटा यसै उमेर गयो म वृद्ध भएँ भने तर उसको त एउटा उमेर छ, उसले विवाह गर्यो भने उसको परिवार राम्रै हुन्छ होला भनेर सोचेको थियो होला। तर रुथले चाहिँ यति ढिपी गरेको छ, ए मेरी आमा मलाई त्यसो नभन्नुहोस् न, म तपाईँलाई पछ्याउने छु, तपाईँको प्रभु पनि मेरै प्रभु हुनुहुनेछ, तपाईँ मृत्युले नछुटाउन्जेलसम्म पनि म त तपाईँलाई पछ्याइ नै रहनेछु। आज यही शब्दहरू तपाईँहरूले जब रुथको 1 अध्यायमै तपाईँले पाउनुहुन्छ जबसम्म 22सम्म पढ्नुभयो भने। अनि त्यसै गरेर जब रुथले चाहिँ अब यति धेरै ढिपी गर्दाखेरि पनि है आमाले त्यस्तो साह्रो भन्दा पनि बुझाएर हेर म त वृद्ध भइसकेको छु भन्दै गर्दा पनि उसले चाहिँ अब छोड्नै छैनन् यतिसम्म कि अब ऊ चाहिँ बेथलेम भन्ने ठाउँमा जानका लागि राजी भइन्। हालेलुया। एउटा सासू चाहिँ आफ्नो देशमा जब अब केही आहारको लागि जाँदै हुनुहुन्थ्यो उहाँसँग चाहिँ उसको साथमा चाहिँ अब रुथले चाहिँ फ्याक्ट्री छोडिनन् है। अनि जब त्यहाँनिर जाँदै गर्दछिन् अनि त्यो देशमा चाहिँ पुग्दछिन् अनि त्यो देशमा पुग्दै गर्दाखेरि त्यहाँको मानिसहरूले भन्दछन् है बेथलेममा आइपुगे 19मा तपाईहरूले पाउन सक्नुहुन्छ। अनि ती दुवैजना हिँडे र बेथलेममा आइपुगे, तब तिनीहरू बेथलेममा आइपुगे तब जम्मै सहरमा हलचल मच्चियो। आइमेहरूले भन्न लागे के यिनी नोहमी होइनन्? नोहमी नै हुन्? तिनले भनिन् मलाई नोहमी नभन, मलाई मारा भन। अनि जब उनीहरू चाहिँ अब त्यो बेथलेम ठाउँमा जब पुगे अनि त्यहाँनिर पुगिसके पछाडि त्यहाँको आइमेहरू भनेको चाहिँ एउटा हुलहरू होला है सायद, हरू भन्ने बित्तिकै एउटा हुलहरू धेरै मानिसहरूले चाहिँ ओहो नयाँ नौलोमा चाहिँ त्यो त नोहमी नै होइन र पक्कै पनि भनेर भन्दै गर्दाखेरि तिमीले मलाई अब नोहमी नभन,
मलाई बरु मार भन। त्यो माराको अर्थ चाहिँ एउटा तित्तोपन हो, किनभने जब माराको चाहिँ एउटा पानी समुद्रमा चाहिँ तित्तो पानी चाहिँ जब मसाले चाहिँ एउटा लठीलाई चाहिँ जब छुँदछन् त्यो सबै पानी चाहिँ त्यो तित्तो पानी चाहिँ मिठो उयसमा चाहिँ परिवर्तन भएको थियो। त्यस्तै गरेर अब एउटा त्यो मारा भनेको चाहिँ एउटा तित्तो शब्दलाई पनि बुझाइन्छ। त्यस्तै तित्तोपना भएको ती आमाले बरु मलाई मारा भन। हुनु पनि एउटा स्वाभाविक हो नि त, एउटा आमा एउटा श्रीमान बित्नुको पीडा, एउटा छोराछोरी त्यहाँदेखिको एउटा दलिद्रपन त्यो त सबै भोगेको छ नि त। ऊ सर्वनाश भएर गएको छ, तर पनि उसको साथमा चाहिँ परमेश्वरले चाहिँ मलाई केही कुरामा आहारा जुटाइदिनुहुन्छ भने केही मात्रको आशिष त्यो शब्दहरू आशिषित शब्दहरू त्यो हृदयमा भएको कारणले गर्दाखेरि अब के हुँदछ त भन्ने कुराहरू हामीले यता तल आएर अब हामीले देख्नेछौँ। अनि जब त्यहाँनिर अब ती आमाले चाहिँ मलाई मार भन बरु भन्दै गर्दाखेरि उसको सबै कुराहरू चाहिँ तितैपनले भरेको कारणले गर्दाखेरि चाहिँ मारा भनेको, जसको अर्थ मारा भनेको चाहिँ हिब्रू भाषामा तितोपन, त्यो कुराहरू पनि हामीले जान्दछौँ। अनि 2 हाम्रो सुन्ताले मलाई पढेर 2:23 पढेर सहायता गर्नुहुनेछ। र मलाई सबै कटनी खत्तम नहुन्जेल उहाँका मानिसहरूसँगै लगिरहनु भयो भने रुथ र अनि उसको सासू चाहिँ नुआमी अनि उनीहरू चाहिँ अब बस्दै जाँदै गर्दाखेरि चाहिँ त्यहाँनिर एउटा चाहिँ बोझ भन्ने चाहिँ एउटा त्यहाँको मालिक हुँदछ। उनीहरू चाहिँ नुआमीको श्रीमानको चाहिँ घरानाको, नुआमीको चाहिँ श्रीमान एलिमेलेकको चाहिँ आफ्नै घरानाको चाहिँ मालिक हुँदछन् है बोझ चाहिँ। अनि त्यो बोझ चाहिँ यति धेरै धनी पनि हुँदछन्। अनि उसले चाहिँ नोकर चाकरहरू कामहरू लगाएको हुँदछन्। अनि त्यहाँदेखि त्यहाँनिर चाहिँ काम गर्ने प्रशस्तै मात्रामा मानिसहरू हुँदछन्, धेरैभन्दा धेरै मानिसहरू हुँदछन् बोझकोमा चाहिँ। अनि ती बोझ चाहिँ रुथको सासूको चाहिँ आफ्नै नातेदारको कुटुम्बको मानिस हुँदछन्। अनि त्यही ठाउँमा चाहिँ अब नुआमीको बुहारी रुथ चाहिँ अब सिलाबाला गर्नको लागि चाहिँ आज्ञा माग्दछिन् उसले कि म त्यहाँनिर जानु सक्छु भनेर। हुन्छ छोरी जाऊ, उता हाम्रो आफ्नै नातेदारको मानिस पनि हो भनेर उसले चाहिँ सजिलैसँगले पठाउँदछिन्। अनि जब पठाउँदछिन् त्यहाँनिर चाहिँ पठाइसकेपछि ऊ चाहिँ सिलाबाला पनि कस्तो खालको सिलाबाला भने त्यहाँनिर जब जौँहरू कुटेर चाहिँ जब बिट्टा बनाउँदै गरेको त्यो बिट्टाबाट पनि झरेको हुन्छ नि, टुक्रा भएर बिहा होला है सायद जौँको चाहिँ त्यो बिहाहरू झरेको हेर्दा चाहिँ सिलाबाला टिप्दै हिँडिराखेको बेलामा चाहिँ बोझको चाहिँ अब त्यहाँनिर नजर पर्दछ। तिनी को हुन्? तिनीलाई त मैले नयाँ देख्दैछु नि भनेर जब उसले भन्दै गर्दाखेरि तिनी त नयाँ ठाउँबाट आएकी हुन्। आज ऊ चाहिँ नुआमी स्त्रीसँग आएकी हुन्। अनि उसले भन्दछ मैले त उसको बारेमा केही कुराहरू सुनेको थिएँ, ऊ चाहिँ एक विधवा स्त्री थियो रहेछ। अनि उसले चाहिँ धेरै राम्रो कामहरू गरेको छ भनेको कुराहरू सुन्थेँ। ऊ सासूसँग छ अरे भनेको कुराहरू मलाई थाहा भएको छ। उसले धेरै दुःख पाएको स्त्री पनि रहेछिन्। त्यो भएको कारणले गर्दाखेरि उसलाई चाहिँ अब बिट्टाको बिचबाट पनि केही कुराहरू दिने गर है भनेर चाहिँ बोझले चाहिँ त्यहाँनिर अब अराउँदछन्। अनि जब त्यसरी अराउँदछन् उनीहरूले त्यसै गर्दछन्। जब त्यो बिट्टाहरू चाहिँ उसले लिएर सासू कहाँ जाँदाखेरि छोरी तिमीले यी कहाँबाट ल्यायो यति धेरै भनेर भन्दै गर्दा एउटा बोझ भन्ने मानिस रहेछ, त्यो मानिसले नै मलाई दया गरेर त्यो बिट्टाको बिचमा पनि टिप्नु दियो नि भनेर सुनाउँदा गर्दा ती आमाको हृदयमा कति धेरै खुसीको कुरा धन्यवादी भएर ती मानिसलाई परमप्रभुले धन्यवाद दिनुभएको, एउटा धन्यवाद हुन सकेको उसलाई परमप्रभुले ती छोरालाई प्रशस्त मात्रामा अझै मात्रामा आशिष दिउन्, जसले मेरी छोरीलाई यसरी काम दिएको छ, जुन अन्नहरू दिएको छ तिनलाई चाहिँ अझै मात्रामा ती मालिकलाई आशिष हुन सकेकोस् भनेर ती आमाले चाहिँ अब त्यसरी आशिष दिँदैछिन्। अनि जब त्यसरी आशिष दिँदैछिन् अनि तब त्यो अन्नहरू त्यसरी लिएर आउँदै गर्दाखेरि
म पढ्यो भने धेरै लामो जान्छ होला, त्यो भएको कारणले म तपाईँहरूलाई यसको स्टोरी भन्छु नि, हुन्छ। अनि त्यो कारणले गर्दाखेरि अन्नहरू चाहिँ अब त्यसरी लिएर आउँदै गर्दाखेरि चाहिँ अब ती आमाको हृदयमा कति धेरै त्यो बोझप्रति धन्यवादी भएर उसले यति आशिष दिन्छ ती मानिसलाई धेरैभन्दा धेरै परमप्रभुले आशिष दिनुभएको होस्, मेरो छोरीलाई यसरी आहारा जुटाइदिने भनेर भन्छ। अनि जबसम्म त्यसरी भन्दै जान्छ, फेरि भोलिपल्ट पनि उसले के भन्छन् भने तिमी अरूतिर गयो भने तिमीलाई सेफ हुँदैन होला सायद, तर उसलाई चाहिँ तिमीले चिनेको छौ, त्यो भएको कारणले गर्दा तिमी चाहिँ त्यहीँनिर जाऊ भनेर जब सासूले आग्रह गर्छिन्, साँच्चै नै बोझको हृदयमा हेर्नुहोस् त, राजाको हृदयमा परमप्रभुले कसरी काम गर्नुहुँदछ। आज एउटा पद पढ्छु है म तपाईँहरूलाई, लुकाको पुस्तक 1:45 यसरी लेखेको छ, ती धन्य कि हुन् जसले परमप्रभु परमेश्वरलाई तिनले चाहिँ आज सबै कुराहरू चाहिँ पुरा हुनेछ भनेर विश्वास जब गर्छन्, तिनी चाहिँ धन्यको हुन् भनेर लेखेको छ। जसले चाहिँ मेरो चाहिँ सबै कुरा परमप्रभुमा सम्भव हुन्छ भनेर जसले विश्वास गर्छ, तिनी त कति धन्यकी हुन् भनेर लेखेको छ है। आज साँच्चै नै त्यस्तै नै है, आज रुथले पनि अब त्यहाँनिर त्यो आमाले पनि भन्दछ तिमी त्यहीँ सेफ हुन्छौ भनेर कति ढुक्कसँगले पठाउनु सकेको छ। एउटा रुथले पनि हाम्रो परिवारको लागि केही राम्रै हुन्छ भनेर अन्नको लागि जब जाँदै गर्दा बोझको हृदयमा चाहिँ परमप्रभुले चाहिँ ती स्त्रीलाई जबसम्म यो अन्न कट्नीको समयहरू रहिरहन्छ तबसम्म उसलाई चाहिँ आउनु दिइरहनु, ए मेरो कामदारहरू हो, तिमीले ती रुथलाई नकराउ है, तिनलाई केही पनि नभन, उसलाई हृदय नदुखाइदेऊ, किनभने ऊ दुःख पाएकी स्त्री छिन्, उसलाई चाहिँ माया गरिदेऊ, हुनसक्छ भने तिमीले केही बिट्टाहरू पनि देऊ भनेर जब उसलाई त्यसरी दिँदै गर्दाखेरि बोझको हृदयमा पनि एउटा परमप्रभुले काम गर्नुभएको छ। एउटा सासूलाई कति धेरै एउटा बुझाकी आमाको हृदय दिनुभएको छ। अनि एकमा एउटा रुथले आफ्नो परमेश्वर उसको देवतालाई त्यागेर आउने कति राम्रो त्यो हृदय मन होला है त्यो रुथको। आज साँच्चै नै त्यसरी नै हुँदै अब हामीले यहाँ बोझको अनुरोध भनेर यता 3 मा आयौँ। तर यहाँ त्यति धेरै लामो त रहेन रहेछ, पढेरै बुझेको राम्रो जस्तो लाग्यो है। म सुन्तालाई यो समय दिँदछु। माथि जाउँ दिनुभयो, उहाँले मलाई मेरी सासू कहाँ रित्तो हात जान दिनु भएन। नआमीले भनिन्, हे छोरी, यसको नतिजा के हुँदो रहेछ सो थाहा नपाउन्जेल शान्त बस, आजै यस कुराको फैसला नगरुन्जेल तिनलाई चयन हुने छैन। हालेलुया। यहाँनिर चाहिँ अब हामीले एउटा कुरा के पाउँदछौँ भने जब रुथलाई चाहिँ उसको आमाले चाहिँ ए छोरी, अब म तिम्रो घरबारहरू भएको हेर्न चाहन्छु, अनि तिम्रो चाहिँ त्यहाँनिर तिम्रो पनि एउटा राम्रो घरबार भएको के म हेर्नु नचाहनु र भन्ने शब्दहरू जब उसले चाहिँ एउटा आमाले बुहारीलाई भन्दै गर्छिन्। अनि जब त्यस्तै कुराहरू हुँदै गर्दाखेरि गर्दै गरेको बेलामा हुन्छ आमा तपाईँले जे भन्नुहुन्छ म त्यही नै मान्नेछु भनेर जब बोझ चाहिँ सुतिरहेका हुन्छन्, उसको चाहिँ खुट्टाको छेउमा तेल लिएर उची डराएर चाहिँ त्यहीँनिर बसिरहेकी हुन्छन्, निदाइरहेकी हुन्छन् ऊ पनि छेउमा। तब जब बोझले देख्छ तिमीले के गरेको भन्दाखेरि एउटा स्त्री कति उसलाई पनि त डर भयो होला नि है। एउटा आमाले जब उसलाई केही आदर गरेर त्यो कुराहरू भनेर जब भन्दै गर्दाखेरि चाहिँ उसले भन्दछिन्, जब बोझलाई भन्दछिन् के अरे म चाहिँ एउटा रुथ हुँ, अनि मलाई तपाईँले गर्नुभएको अतिथि सत्कार त कति धेरै छ, मलाई जति पनि दिनुभएको दयाहरू त धेरै छन् नि भन्ने कुराहरू देखाउँदै गर्दा तिमी आखिरी दिनहरू भन्दा पनि तिमी त धेरै दयालु, एकदम धेरै तिमी एउटा के भन्छ मैले मेरो नजरमा चाहिँ तिमी चाहिँ एउटा धन्य कि एउटा असल चरित्र के भन्छ चरित्र एउटा असल चरित्र भएकी स्त्री हो तिमी मेरो नजरमा। यस कारणले गर्दाखेरि तिमी म चाहिँ तिमीलाई चाहिँ अब एउटा के अनुरोध गर्छु भने म भन्दा पनि अझै नजिकको कुटुम्ब चाहिँ तिमीसँग म अब एउटा भेट गराइदिन्छु, जोसँग चाहिँ तिमी रहन पनि सक्छौ भनेर चाहिँ एउटा अब त्यहाँनिर बोझले पनि एउटा के गर्दछ भने बोझले चाहिँ के भन्दछ भने तिम्रै कुटुम्बको त्यो समयमा चाहिँ एउटा श्रीमान बितेको स्त्रीलाई चाहिँ
एउटा देवरले चाहिँ अपनाउने चलनहरू पनि हुँदछ भन्ने कुराहरू थाहा पाउँदछौँ। अनि एउटा कुटुम्बले चाहिँ त्यो कुराहरू गर्थे भन्ने कुराहरू पनि हामीले पढ्यौँ भने थाहा पाउँछौँ। अनि तिम्रो त्यही कुलको मानिससँग चाहिँ म कुरा राख्छु, तिमीले धेरै दुःख पाएकी छौ भन्दै गर्दाखेरि उसको चाहिँ अलरेडी उसको परिवार हुँदछ। अनि त्यो कारणले गर्दाखेरि म शपथ खाएर भन्छु परमप्रभुको, तिमीलाई म यसै दुःखमा हेर्न सक्दिनँ, तिमीलाई चाहिँ म आफै नै के गर्दछु, विवाह गर्दछु भनेर चाहिँ उसले चाहिँ 10जना चाहिँ पुजारीहरू सबैजना मानिसको अगाडि चाहिँ म तिमीलाई चाहिँ के गर्छु भने एउटा श्रीमती भनेर अपनाउँछु। अब साँच्चै नै परमप्रभुको आधार गर्दै म तिमीलाई चाहिँ अपनाउँछु कि म यो अपनाउँदै गर्दाखेरि तपाईँहरू राजी हुनुहुन्छ भनेर सोध्दै गर्दा हामी राजी छौँ। अनि त्यहाँनिर चाहिँ यति धेरै खुसियाली मनाउँदछन् कि किनभने एउटा कसले सोचेको थियो होला है सिलाबाला बटुल्ने केटी रानी हुन्छ भनेर, कसले पनि सोचेको थिएन होला। तर एउटा रुथ चाहिँ सधैँ असल काममा अघि बढिरहन्, कहिले पनि हेरिनन्। सँगैमा है ओर्पा चाहिँ के गरेकी थिइन्, आफ्नै बाटो लागिन्, आफ्नै धुन लागिन्। जे कुरा मलाई आपत थियो म त्यही कुरामा जान्छु भनेर उसको दिमागमै त्यही भयो। त्यही कारणले ऊ के भयो थाहा छैन। तर एउटा सोझोपनको एउटा कति धेरै है आदर गर्दै, जब सासूलाई पनि आदर गर्दै तपाईँको परमेश्वर मेरो पनि परमेश्वर भनेर कति ट्रस्ट गरेर परमप्रभुमा एउटा इजरायली देशमा फर्केर आउँदाखेरि एउटा सिलाबाला गर्ने केटी आज उनीहरू दरिद्रमा परेको केटी चाहिँ अब रानी भएको छ। आमेन, हालेलुया। आज म यो वचनद्वारा एउटा हौसला दिन चाहन्छु कि आज कति दुःखमा एक्लै रुनु भएको छ होला, परिवारमा बसेर कामहरू थियो होला तपाईँको, कतिहरू अहिले यति टाइम आइसकेको छ, कति टाइम थियो होला आज आइतबारको दिन भोलि काम छ भनेर, तर पनि तपाईँले सही परमेश्वरलाई नै पछ्याउनु भएको छ। तपाईँको भविष्य, तपाईँको सबै कुराहरू परमेश्वरले नै पुरा गर्नुहुनेछ। आमेन, आमेन। आज हामी जति पनि कुराहरूले दुखी छौँ भने पनि यसलाई चाहिँ हामी चाहिँ त्यो कुरालाई नसम्झौँ, तर हामीसँग परमप्रभु हुनुहुन्छ भनेर हामीले विश्वास गरौँ। आमेन। अनि रुथको स्टोरीबाट, रुथको यो घटना भन्दा केही फरक पर्दैन, किनभने यहाँ पुस्तक परीक्षामा हामीले जब सुरुदेखिको हेर्दैछौँ भने आज रुथको घटनाबाट भन्ने कुराहरू हामीले धेरैचोटि पाउन सक्छौँ। त्यो भएको कारणले गर्दाखेरि मैले यो शब्दलाई बोलेँ। अनि जब रुथ चाहिँ एउटा पढाइ आफ्नो ठाउँमा भेषमा भाषामा केही नमिल्ने भएर पनि उसले परमप्रभुलाई पछ्याएको कारणले गर्दा उसको जीवनमा आशिष मिलेको थियो। त्यसरी नै आज हामी पनि के कुराको कमी छ त्यो सबै परमप्रभुले जान्नु भएको छ। त्यो कारणले गर्दाखेरि म तपाईँहरूलाई यही उत्साह दिन्छु र यहाँबाट म ओझल हुन चाहन्छु। कतिचोटि मेरो यो वचनहरू पढाइमा यो कमजोर कारणले गर्दाखेरि उयो भयो भने मलाई क्षमा गर्नुभएको होस्। आउँदो दिनहरूमा प्रार्थना गरिदिनुहोस् है, मलाई अझै मात्रामा यो वचनहरू पढाइमा अझै धेरै प्रभुले प्रकाश दिनुभएको होस् भनेर। अनि म यहाँबाट अनि बिदा हुन चाहन्छु। सबैजनालाई जय मसीह। अनि यो समयमा हाम्रो लिड गर्नुहुने प्रभुको छोरी हाम्रो बहिनीलाई दिँदछु।